नमस्कार, म युवराज पौडेल। आजको नयाँ श्रृङ्खलामा यहाँहरूलाई पुनः स्वागत गर्न चाहन्छु। हिजो हामीले कन्स्ट्रक्सन बुक अन्तर्गतको च्याप्टर 1 को मिनिङहरू अध्ययन गरेका थियौँ भने आजको दिनबाट मैले पुरा च्याप्टरलाई नै अगाडि बढाउनेछु। च्याप्टरलाई नै अध्ययन गर्नेछौँ। जति पनि साथीहरूले जेएफटी एक्जाम A2 लेभलको पास गरेर बस्नु भएको छ र आगामी दिनमा चाहिँ जापानमा गएर निर्माण क्षेत्रमा काम गर्नको लागि सोचिरहनु भएको छ भने उहाँहरूको लागि लक्षित गरेर आजबाट मैले निरन्तर रूपमा भिडियोहरू अपलोड गर्नेछु युट्युबमा। र हामीले च्याप्टर सुरु गर्नु भन्दा पहिले चाहिँ मिनिङहरूलाई चाहिँ राम्रोसँग अध्ययन गरेको हुनुपर्छ। यदि हामीले राम्रोसँग मिनिङहरू अध्ययन गरेको छौँ भने पुरा च्याप्टर पढ्न चाहिँ हामीलाई कुनै गाह्रो चाहिँ हुँदैन है त। ल हुन्छ, आज हामीले ढिला नगरिकन च्याप्टरलाई नै अगाडि बढाउन चाहन्छौँ। तपाईले माथि देख्न सक्नुहुन्छ, यहाँ भनेको छ दाइची स्यौ निहोन्नो गेनबादे ताइसेचु नि सितेहिरु कोतो भनेको छ। जापानको निर्माण क्षेत्रमा अथवा निर्माण साइटमा महत्त्वपूर्ण हुने कुराहरू भनेर हामीलाई यहाँ टाइटलमा दिएको छ है त। त्यही टाइटल पनि तल दिएको छ। हेरौँ हामीले इचितेन इचीमा देख्नुभयो भने तपाईले चिमुवाक्कु भनेको छ। तपाईले के बुझ्नुहुन्छ अब चिमुवाक्कु भनेको? चिमुवाक्कु भनेको चाहिँ अङ्ग्रेजी शब्द हो टिम वर्क भनेको है त। सामूहिक कार्य भनेको छ यहाँ चाहिँ। यो चाहिँ सामान्य भइहाल्यो। र तलतिर हामीले हेर्छौँ खान्जी चाहिँ तपाईले सामान्य रूपमा पढेको हुनुपर्छ। यदि खान्जी पढ्नु भएको छ भने तपाईले सरासर पढ्न सक्नुहुन्छ। यहाँको खान्जी छ केन्सेचु कौजी भनेको है त। यो चाहिँ केन्सेचु भनेको चाहिँ निर्माण, कौजी भनेको कार्य। निर्माण कार्य चाहिँ पछाडिको खान्जी चाहिँ खान्सेई सुरुमादे नि भनेको छ। निर्माण कार्य चाहिँ खान्सेई सुरुमादे नि ताकुसान्नो कौतेगा हारिमास भनेको छ। निर्माण कार्य चाहिँ सम्पन्न गर्ने बेलासम्म अथवा पुरा गर्ने बेलासम्म धेरै कौतेई भनेको चाहिँ प्रक्रियाहरू है त, चरणहरू हुन्छ अरे। निर्माण कार्य पुरा गर्ने बेलासम्म धेरै प्रक्रियाहरू हुन्छ भनेको छ। यो भइहाल्यो। अब हामी तलतिर जान्छौँ। सामा जामाना स्योकुस्यु भनेको छ है त। स्योकुस्यु न खान्जी है त। स्योकुस्यु भनेको चाहिँ कामको प्रकार। सामाजामा भनेको विभिन्न कामको प्रकारको सेन्मोन कौजी गेउस्या भनेको छ। सेन्मोन भनेको विशेषज्ञ, कौजी भनेको निर्माण कार्य, गेउस्या भनेको चाहिँ ठेकेदार। विशेषज्ञ निर्माण कार्यको ठेकेदारले जेनेकोन कारा भनेको छ। जेनेकोन कारा भनेको चाहिँ जनरल कन्ट्र्याक्टर भनेको है त। मुख्य ठेकेदारबाट सिगोतो उकेओत्ते भनेको है त। सिगोतो उकेओत्ते भनेको चाहिँ कामको ठेक्का पाएर अथवा ठेक्का लिएर सिगोतो सुसुमे कामलाई चाहिँ अगाडि बढाउँछन् भनेको छ है त। चुगिनो कौतेइनी चुनागेते किमास भनेको छ। जेनेकोन मुख्य ठेकेदारबाट चाहिँ उनीहरूले कामको जिम्मा लिन्छन् अथवा ठेक्का लिन्छन्। त्यस पछाडि चाहिँ कामलाई निरन्तर अगाडि बढाउँदै जान्छन्, सुसुमे गर्छन्। त्यस पछाडि बाँकी रहेको कामलाई फेरि उनीहरूले कौतेइनी भनेको छ। प्रक्रियारत रूपमा उनीहरूले कामलाई चाहिँ अगाडि बढाउँदै जान्छन् भन्ने चाहिँ यहाँ भनेको छ है त। अब तलतिरपट्टि हामीले हेर्छौँ फेरि। यो हेर्नुभयो भने तपाईँले यसको खान्जीलाई चाहिँ पहिला राम्रोसँग अध्ययन गर्नु होला। नागारे योकु भनेको छ। सिगोतो हो नागारे योकु सुसुमेरु तामे निवा भनेको छ। काम चाहिँ निरन्तर सञ्चालन भइरहेको बेलामा चाहिँ कामलाई राम्रो बनाउनको लागि चाहिँ सेन्मोन कौजी गेउस्या खान्नो चिमुवाक्कुगा ताइसेचु देश भनेको छ। निरन्तर अघि बढिरहेको कामलाई चाहिँ राम्रो बनाएर अगाडि बढाउनको लागि चाहिँ विशेषज्ञ ठेकेदारहरू बीचको टिमवर्क चाहिँ महत्त्वपूर्ण हुन्छ भनेर हामीलाई यहाँ भनेको छ। अनि यहाँ भनेको छ, यहाँ हेर्नु कौजी गेनबादे भनेको छ। कौजी भनेको निर्माण कार्य, गेम्बा भनेको चाहिँ निर्माण कार्यको, गेन्बा भनेको चाहिँ वातावरण अथवा कार्यस्थल। निर्माण कार्यको कार्यस्थलबाट चाहिँ